मेरो 15-20 वर्षको कुनै न कुनै ढङ्गले नेपाल उद्योग वाणिज्य महासङ्घसँग नितान्त अब राजनीति भन्दा नि यसले पुलको काम गर्ने हो नि त। सही के हो त्यो बाटोमा डोर्याउन सकिन्छ कि भन्ने अभिप्रायले जोडिँदै जोडिँदै गयो। अब विगतदेखि नै म अब अलि पछाडि बस्दै आएको चाहिँ पार दिएको होइन, मेरो आफ्नै कारणले भनौँ न सानातिना भए पनि छरिएका सङ्ख्याको हिसाबले अलिक बढी व्यवसाय भएकोले त्यसलाई सम्हाल्ने दायित्व पनि मैसँग हुने भएकोले मैले त्यसमा गएपछि दुईवटा चिज, एउटा त टाइम खर्च हुन्छ, टाइम भने पैसा नै हो, र त्यो सर्भिस दिनै सकिएन, डेलिभर गर्न सकिएन भने त्यहाँ जिम्मेवारी लिनु हुँदैन भन्ने मेरो मान्यता। त्यसले गर्दा म अलिकति पछाडि बस्दै गएँ। अब चाहिँ मेरो घर परिवारमा 4-5 जना सदस्यहरू बिजनेस गर्दै आएका छन् र म पनि धेरथोर सघाउँछु र अब म बिजनेसमा डे टु डे हुनु र नहुनुसँग खासै त्यति फरक पर्दैन भनेपछि त्यो मैले अब चाहिँ यहाँसम्म सिकेको अनुभव भनौँ न, मैले जे यात्रामा जे प्राप्त गरेँ, जे सम्भावना छ भन्ने मलाई विश्वास छ, त्यो सबै चिज चाहिँ मैले अब नेपाल उद्योग वाणिज्य महासङ्घको प्लेटफर्ममा रहेर नेपाल सरकार र चाहिँ विदेश पलायन हुँदै गरेका चाहिँ युवा युवतीहरू हुनुहुन्छ र समग्र क्षेत्र भनौँ न सम्भावना के छ, एउटा चाहिँ के भन्छ पैरवी गर्ने थलोको रूपमा भए पनि सरकारलाई नि एउटा बलियो सल्लाहकारको भूमिका गर्न सक्छ। मैले चाहिँ नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फबाट काम गर्दै आएँ, किनभने विभिन्न वस्तुगतसँग पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको अध्यक्षको रूपमा पनि मैले काम गरिसकेँ। नेपाल एलपी ग्यास उद्योग सङ्घमा पनि अध्यक्षको भूमिकामा अहिले पनि गरिरहेको छु। कत्था उद्योग सङ्घ भनेर छ, 100% निर्यात गर्ने क्षेत्र हो, त्यो पनि स्वदेशी कच्चा पदार्थ 100% निर्यात, थोरै वस्तु मात्रै छन् नेपालमा, त्यो मध्येको एउटा पर्छ। ती क्षेत्रहरू लगायतमा म काम गर्दै आएकोले अब मैले नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उपाध्यक्षको लागि अब अञ्जन श्रेष्ठ जो हुनेवाला अध्यक्ष पनि हुनुहुन्छ, हालको वरिष्ठ उपाध्यक्ष, उहाँहरूको टिममा रहेर काम गरौँ भन्ने अलि पुरानै सल्लाह अनुसार त्यसको तयारी गरिरहेको छु सबैको साथ सहयोगमा।